अरे वहाँ पे जाना तिमी चाहिँ 10 प्लेटमा 1 प्लेट कुन चाडमा यस्तो गर्नु न हेर नमस्ते सबैजनालाई वेलकम हाम्रो मुखबानमा हैन हामीसँग आज के छ मोमो ससेज स्प्रिङ आलु ससेज लेग पिस ससेज र सेफाली आइरन धेरै आइटम भयो बर्गर दिस इज कुकुम्बर चिकन लाक्टास व्हाट इज दिस खण्ड हामी सुरु गरौँ ल सस दिने आहा सामै गल्छ हेर्न त के हो कर्नरमा ससेज खान्छ मेरो त खायो हतारिसक्यो होला नि ससेज यो मेरो ससेज हैन ससेज always good. दामी ससेज My always favorite. lovely मियोनिज हाल्छ त भाइ के सुनाम Chicken leg pies. I'm going to take a bite of current. अरे वहाँ पे जाना बस आंटे ओहो ओहो So good. Yes, guys. Yes. या कामन मागयो मैंने अब जो मोटे तो सांस चले जान तो अल्लाह सोए के बाहर आता के क्या प्लान कर रहा हम लोग जर्नलिस्ट नै हो है जर्नलिस्टलाई के भन्छ जर्नलिस्ट भन्छ हाम्रो मेन लिडर चाहिँ पछाडि हुनुहुन्छ लुगी खानुभयो हामीले गाली खाइ नि पनि खाएको अरू चाहिँ दामी रहेछ कस्तो दामी हो सुरुमा त्यस्तो भन्छ त पछि सामान बढ्दै गएर धेरै हुन्छ क्या हो धेरै नै भइरहेको ए सवाल छ नि अस्ति के खानु त बाइक यस्तो भयो क्या हामीले भुइँ गरेर होइन मजाले गरेर त्यहाँतिर अहिले सङ्गीत त दिइरहेको छ म त घर स्टार्ट भयो रोक्न गाडीमा जान्छु
घर फर्किने बेलामा त टिस गर्छ फेरि अनि स्टार्ट भएर माथि चढाएर जाने ओह्रालो जाँदा जाँदा बिचमा त त्यस्तै गर्दै पछि त खानाहरू त बिचमा त्यो उकालो जानेर त्यहाँ त उकालोमा त अड्किदिरहेको कि गाई त्यसपछि त टेन्सन टाउकोसम्म त केटा यस्तरी हिँड्दै आयो कि बाइकमा आयो फेरि ढकाले पनि उकालोमा बिचरा अनि सुना गाई झर्दै फेरि ओह्रालोसम्म अफ कि त्यसपछि चल्छ भन्यो ओह्रालोसम्म त गइयो तलसम्म तल आधी घन्टा कुर्न पऱ्यो आम्मा बाइक स्टार्ट नभएर एकैटाहरूलाई बोलाउनु प्रिजनहरू आएर स्टार्ट गर्छ त्यसपछि बजार घर आएको टेन्सन परेन नि यार गाडीहरू मासु हालेर गाडीमा कस्तो मिठो घडी खोल्थ्यो म त हातै डुल्यो त्यो मोटाउँदै आयो क्या म त खाने आएको त घटाएको त दाम बढेर कमेन्ट मिल्यो मेरो गाडी धेरै हान्छ त्यो कमेन्ट गर्नु है हेर त मेरो त फुलिसक्यो बढी बिहा कस्तो डिङ्गर भयो होला पिस खाएको त है खायो केटोले काँक्रो पनि छ नि काँक्रोलाई मिस्ताएको ए यहाँ गए त्यो साइडमा क्रिम नि यो सम्झायो भने म्योनिज यस्तो कस्तो रे हालिदिनु न गाईहरू कमेन्ट हाल्दै ल मोटो दोष म तिमीलाई च्यालेन्ज हाल्न आउँछु मोटो दोनो भन तिमी 15 वर्षको भने तिमी त अलि मेरो एजको रहेछ त तिमीलाई च्यालेन्ज हाल्न आउँछ ए तिमी चाहिँ 10 प्लेटमा 1 प्लेट कसले चाँडो भयो मुझे भइदिन्छ 10 प्लेट नि यार त्यो भात जस्तो त अलि सासा उड्किँदै घाँटीसम्म पुग्दै मैले ढाक्कै नपाट्नु अर्को गाइस गइसक्यो के अरे हगाएर अनि हाल्लो बेबी चाहिँ नचल्नु अघि खाएको ल हेर्ने गाइज म भिडियो कल गरेर देखाइदिउँ गाइज म लभले देखाउँछु है गाइज सबैले छुट्टी समातेर हाम्रो त रोल लाम त मैले रोल खाएको हेरेँ सिलिङमा राख्नु 3 सेकेन्ड खाइहाल्नु पैसा छ भने किनेर खान अर्काले खाएको के हेरिरहेको फेरि मोटा छ भनेर पानी आएर मागेर पानी हाल्नु नदिएको खाली मोटा छ अलि त रह्यो जति सक्यो त्यति खाइयो यति हाम्रो खायो एउटा दोस्रो धोका दिएर गइहाल्यो नगइसक्छ यहाँसम्म यहाँ त धेरै निस्किन्छ निक्लेको नि काँक्रै दाँतमा उड्कियो ल गाइजहरू अर्को भिडियोमा भेटौँला कि घुम्न गएको आउँछ कि खाएकै आउँछ बाई बाई लाइक फलो सेयर यो ल यो